हेलो हाई गुड मर्निङ सेवा सबैजनालाई म हो आशा। आजको दिनको सुरुवात भइसकेको छ। आज चाहिँ म मेरो बहिनीको मङ्गनी छ, म मङ्गनीमा जान गइरहेको लेट होला जस्तो छ, तर पनि ठिकै छ। टाइम त इनफ छ, तर पनि टाइम इनफ भए तापनि जति भए पनि म चाहिँ गइरहेको छु। अब एकछिनमा लगभग आधा घन्टा जस्तो लाग्छ होला। यहाँ मेरो दमक एक हो, उसको मेरो मामा घर पनि। सो आजको दिन चाहिँ हामी त्यही सामान्य छ है, किनभने अहिले चाहिँ मङ्गनी मात्रै हो अनि पछि चाहिँ फागुनतिर चाहिँ विवाह हो। सो आज त्यस्तो धेरै होइन, आजको स्पेसियली दिन हो मेरो बहिनीलाई दाम्पत्य जीवनको धेरै धेरै लट कङ्ग्रेचुलेसन। ऊ चाहिँ यहाँबाट दमकबाट ताप्लेजुङ नै विवाह गरेर जाँदैछिन्। ताप्लेजुङको ठाउँ होइन, उसले पनि देखोस्। ऊ लाइफमा फर्स्ट टाइम नै होला पहाड चढेको होइन, ऊ गएको छैन कहिले पनि। अब हेरौँ, पहाडमा स्वतः हिँड्नै डुलाइ र हावापानी रहन्छन्, अलिकति यहाँको भन्दा फरक नै हुन्छ। हजुरहरूलाई देखाउने छु मेरो बहिनीको मङ्गनी। म चाहिँ बिहे घरमा आइसकेँ। मेरो बुहारी भाउजू, मेरो भदैनी, अर्को यता हेलो हेलो हाई गर। मेरो बेहेन यहाँ आउन तिमी र म एकछिन यहाँ राख्दैछु म। हामी दुईजना आज मेरो केही पनि होइन। मेरो माइजू छुवा यता हाई गर्नुहोस् न हौ। हाई मेरो भान्जी। देखिनु भएन अलिक। यो मेरो छुवाको बिहे ठाउँ भनेको यति नराम्रो माला क्या नजिकबाट खिचेको झन्। यहाँनिर यही भिडियोबाट के थाहा माइजूहरू भेटिन्छ कि यति नराम्रो मामालाई झन् नजिकबाट खिचेको गफ गफ हुँदैछ यहाँ चाहिँ। अनि त्यस्तोमा रहेछ क्या पैसा चाहिँ यसो यातायातसँगबाट पैसा मान्छे मालपुवा र यो के पुवा लाउने क्याप लाउने यस्तो पनि हुन्छ। मान्छे कुटुबा आइमी से कुटुबा हो। एउटा खुसी ल्याउने यहाँ घरकापले जबरजस्ती त्यो केटी ल्याउनै पर्छ भने कि खुसी मन परेन भन्नु पर्यो। करकाप छैन अलि सुन्दै गरी बोल्नुहोस् है पैसा हामीले सुनिम न है यता अहिले फुल के भने के गर्ने भकाउने आइडियाहरू छ मलाई भनेको तँलाई मन पराएको होइन, मैले यताउति भनेर हेला हुन्छ त्यस्तो नहोस् भनेर हजुरहरूले भने त्यो बुढोले कर लाएर अन्त फेरि उता झारा सातै मुना मेलो मुना चाहिँ खाओयाङ भन्ने कुरो हुन्छ। अलिकति फुल त यहाँ समाज बुढापाका छ। मुखो आँसु
डोरमा उमेर त हो चाहिँ त्यो थाप्जेनीमा भनेको गर्नु मस्त भर्खर आइपुग्यो। यो मैले भाषा पनि यसैमा मागेको है तर आफै बुझेँ है। कहिले के उहाँलाई आशीर्वाद दिँदैछ कता टाढो दिएको भन्ने हुन्छ सरसल्लाह उहाँहरूको दाजुभाइसँग वातावरणसँग गर्नु पर्यो। हाम्रो राईको 3 चुला यसबाट के गरेको यहाँनिर अब बुद्धलाई निकाल्नु ए बहिनीलाई निकालिसकेको यहाँबाट छैन अब एकछिनमा अब एकछिनमा राईको चाहिँ चुला आमामा धुवा भयो कति धेरै स्प्राइट डिउ यो रक्सी के पाखण्ड त रक्सी ए यो थो धेरै भयो रे दिनी चाहिँ टिका लगाइदिनु जाँदै हुनुहुन्छ मेरो दिनी My God.